Vyas Media Network. Like, not every joke is an insult. And people also think that the topic of the joke is the punchline of the joke. It's not. हैन जस्तै अब मैले अघि के सरनेमको कुरा गर्यो हैन म पनि अफेन्ड भए आयुष किन तिमीलाई म लिगल एक्सन म पनि बाउनु हो त्यही न हैन त्यसमा कुरा गर्दाखेरि हैन द टपिक अफ द जोक वाज सरनेम्स अथवा के रे बाउन सरनेम्स हैन तर इफ यु लुक एट द होल थिङ द पंच लाइन इज मी एन्ड माई प्राइड डु यु नो व्हाट आई मीन And so the topic of the joke is not always the punchline of the joke, and not all jokes are insults. Sure. And some jokes are like the most like you have तिम साथीहरुसँग बस्छौ नि हैन बस्छु हैन यो तिम्रो साथीले तिमीलाई यति इन्सल्ट गरिरा हुन्छ हैन and you take it आनन्दले हाँसी हाँसी गरेर because there is a friendship there and as a comedian my job is to be friends with the audience हैन अनि कहाँनिर गएर के अरे फुस्किन्छ भन्दाखेरि जब त्यो कुरा इन्टरनेटमा जान्छ अनि आई हेभन्ट बिल्ड द्याट रिलेसनसिप विथ द अनलाइन अडियन्स राइट अनि त्यो बेला चाहिँ मान्छेहरूले मन नपराउने क्या हैन सो विथ दिस मलाई अब सोसल मिडियाको कुरा आयो अब इनिसियली स्ट्यान्डअप अथवा ओपन माइक भन्ने बित्तिकै लाइभ अडियन्समा यो पर्फर्म दे होइन अहिले चाहिँ तिम्रो लाइभ अडियन्स भन्दा पनि पिपल वाच यु अन सोसल मिडियाज के होइन कम्पेरिटिभली बढी हुन्छ जस्तो लाग्छ मलाई यु क्यान एक्चुली अब यसमा कमेन्ट पनि गर्न सक्छौ सो तिमीलाई चाहिँ वाट डु यु फिल कम्फर्टेबल विथ अथवा वाट डु यु लभ मोर तिमीलाई लाइभ पर्फर्मेन्सेस मनपर्छ कि तिमीलाई सोसल मिडियामा स्क्रल गर्दा म आओस् त्यहाँ मेरो सोसल मिडिया त बाध्यता हो if people came to my shows I will never put anything online है I will never put anything online I put things online so that people see it and come to my shows. Okay. And मलाई त अनलाइन म सो इन्स्टाग्राम डिलिट गर्यो भने डिलिट गर्दै तेरो हरेक सोमा मान्छे आउँछ भने म अहिले डिलिट गरिदिन्छु आई डु नट केयर अबाउट दि अनलाइन अडियन्स एट अल अहिले त अब तिम्रो इन्स्टाग्राम त तिम्रो एसेट भइसक्यो कि होइन युजली लाइक अब अझै स्पेसल्ली आर्टिस्टहरूको लागि फलोवर्स एसेट भएको छ तिम्रो फलोवर्स हेरेर तिमीले काम पाइरहेको हुन्छ होइन अथवा फलोवर्स हेरेर मान्छेले सिरियसली लिने नलिने कुराहरू डिफाइन गर्छ भेरी अनफर्चुनेट सो त्यही त हो सो त्यसरी डिफाइन भइरहेको बेलामा त यु निड टु टेक यर सोसल मिडिया सिरियसली कि अब तिम्रो प्रोफेसनल करियर पनि सोसल मिडिया लाइक बाध्यता इट्स लाइक गोइङ टु अ जब you don't like it but you know you gotta do it तर again if there is an opportunity कि okay मलाई कसैले भने ल त यहाँ आएर पर्फर्म गर एभ्री डे अडियन्स हुन्छ हैन सोसल मिडिया म त्यही दिन सोसल मिडिया चलाउन छोडिदिन्छु सो तिमीलाई च्यालेन्ज चाहिँ के लाग्छ यो जेनेरेसनमा तिमी एज अ स्ट्यान्ड तिम्रो कम्प्युटर इन्जिनियरिङको त कुरा नगरौँ अब त्यो टपिक अफ डिस्कसन नै बनाउनु पर्दैन होला यु जस्ट अर्न फ्रम देयर होइन तिमी सस्टेन गर्न तिमीलाई तिम्रो प्रोफेसनले धेरै हेल्प गरेर होला अब त्यो त डिबेटेबल प्रोफेसन नै होइन तर अब एज अ स्ट्यान्डअप कमेडियन चाहिँ तिमीलाई अहिले च्यालेन्जेस चाहिँ के देख्छौ यो जेनेरेसनमा थ्रु द एङ्गल अफ यर प्रोफेसन के एज अ स्ट्यान्डअप कमेडियन there is no challenge per se कस्तो भने अब एक त लाइक सोसियल च्यालेन्ज त केही पनि छैन भन्छु म किनकि आवर जब इज टु जे छ सोसाइटीमा त्यसको बारेमा बोल्नु मात्रै हो हैन सो लाइक नो म्याटर वाट इट इज नो म्याटर हाउ पिपल आर थिङ्किङ आवर जब इज टु कमेन्ट अन इट द्याट इज इट राइट सो देयर इज नो लाइक challenge that affects comedy. Matter of fact, comedy को लागि society जति गाह्रो हाम्रो लागि त्यति रमाइलो. गाह्रो in a sense? Complex हुँदैन नि if कस्तो भने धेरै रियाक्टिभ नि हैन कस्तो भने it's like के अरे our job is to point out the problems, hypocrisies. Okay. हैन the के अरे
जति पनि डगमाहरू छ होइन, जति पनि इडियोसिन्क्रेसीहरू छ सोसाइटीको, हाम्रो काम त्यसलाई पोइन्ट आउट गर्ने हो होइन. द्याट्स वेयर द कमेडी इज बेसिकली होइन. सो द मोर थिङ्स देयर आर द मोर वी हेभ टु टक अबाउट होइन. सो लाइक त्यो सोसाइटीले अलि धेरै रिसाइरहेको छ, नो, गुड फर अस. we get to write better jokes. If people are offended, my job is to find out how to tell the joke without getting them offended. Yes, people are very angry, but I still want to make you laugh. That becomes challenging. That becomes the fun of it. Okay, so तिमीले जसरी अहिले कुरा राख्यौ नि, सोसाइटी जति कम्प्लेक्स भयो अथवा सोसाइटीमा जति ह्यापनिङ भयो सोसाइटी, त्यति यु गेट यर जब अथवा कन्टेन्ट भन्ने. जब इन द सेन्स कन्टेन्ट आउँछ, मजा आउँछ खालको. कन्टेन्ट भन्दैमा रमाइलो भन्दा नि. सो लाइक it's more challenging and it's more fulfilling that way. Adventurous. So मेरो क्वेसन चाहिँ के थियो भने, तिमीहरू जस्तो कमेडियनहरू चाहिँ वाच डग भइरहेछौँ हामी जस्तो फिल हुन्छ कि हुँदैन? किनभने इन अ सेन्स लाइक तिमीले सोसाइटीमा जे भइरहेछ यु मेक अ प्यारोडी आउट अफ इट होइन. सो तिमीलाई चित्त अब यस्तो पनि हुनसक्छ जस्तो तिमीले कमेडीको कुनै कन्टेन्ट बनायो होइन, त्यो डज नट ह्याभ टु बी द्याट यु बिलिभ इन सच थिङ होइन. तिमी जे बिलिभ गर्छौ त्यही भनिरहेछौ भन्ने पनि हुँदैन. तर टु सम एक्सटेन्ट लाइक सोसाइटीमा भइरहेको कुराहरू तिमीहरूले इन अ सेन्स पोइन्ट आउट गर्छौ नि त होइन. अनि सो वाच डग भइरहे जस्तो फिल हुन्छ कि हुँदैन? एन्ड इट्स नट नेसेसरीली ब्याड थिङ जस्तो लाग्छ मलाई होइन. सो के वाट डु यु फिल? मलाई चाहिँ त्यो लाग्यो कि किनभने तिमीले अब शार्क ट्याङ्क आयो, तिमीले शार्क ट्याङ्कको बारेमा कन्टेन्ट बनायो होइन. अब त्यहाँ तिमीलाई जे कुरा चित्त बुझाएको छैन अथवा वाट यु बिलिभ वाट यु डोन्ट, जे भए पनि तिमीले त्यो कुरालाई एनालाइज गरेर यु मेड अ कन्टेन्ट आउट अफ इट होइन. सो मलाई चाहिँ त्यो आई जस्ट मेड कन्टेन्ट आउट अफ थिङ्स द्याट आई फाउन्ड फनी. You know, it's not like and Shark Tank यस्तो हुनु पर्थ्यो तर यस्तो छ, I have to do something about it. No, I just found it funny. And it's a great show. I love that show. I watch it. Like सबै कुरा हेर्छु म हैन. But there are things that I find funny. And I'm just saying that हैन. So it's कस्तो नि watchdog no, that is not our thing. जस्तो सरी म यहाँ काटिहाल्छु, मलाई याद आयो भुपी शेरचनको होइन. उहाँको कन्टेन्ट हेर्दाखेरि उहाँले नेतालाई सिस्टमलाई व्यङ्ग्य हान्नुहुन्थ्यो नि त होइन. अनि इट वाज काइन्ड अफ हि वाज अ क्याटलिस्ट टु चेन्ज अफ सोसाइटी होइन. सो सोसाइटीमा देखेको कुराहरू जुन उहाँलाई चित्त बुझाएको छैन अथवा विच हि फिल्स इज रङ, हि मेड अ कन्टेन्ट आउट अफ इट भुपी शेरचन होइन. सो त्यो सेन्समा चाहिँ आई थिङ्क यु पिपल हेभ बिन a catalyst to bring a change in the society जस्तो पनि लाग्छ. It could be तर here's the thing, म चाहिँ के भन्न खोजेको भने, अनि म कमेडी मात्रै भन्दैन, सबै खालको आर्ट फर्म, सबै खालको एक्सप्रेसन भन्छु होइन. सो every kind of art can be a catalyst of change, but no art intends to be a catalyst of change. Okay. होइन. सो सबै चेन्ज जति पनि सोसल चेन्ज छ, इट्स अ बाई प्रोडक्ट अफ आर्ट, नट द इन्टेन्सन अफ इट. Vyas Media Network.